हरिओम। 2082 साल वैशाख महिना अर्थात् मेष सङ्क्रान्ति तपाईको राशिमा, तपाईको नक्षत्रमा, विशेष गरेर तपाईको नाममा यो सङ्क्रान्ति फल कस्तो रहेको छ? बिखु वर्षमा 2टा बिखु हुन्छन्। एउटा 6 महिनाको हुन्छ, मेष राशिको र तुला राशिको। वर्षको सुरुमा हेर्ने हामीले मेष राशिको बिखु हेरिन्छ वैशाख महिनामा। अब तपाईको राशिको लागि कस्तो जाँदैछ त? मेष राशि चु चे चो ला ली लु ले लो अ। वृष राशि इ उ ए ओ बा बी बु बे बो। मिथुन राशि का की। यति 3 राशिका साथीहरूको लागि तपाईको चन्द्र राशि अनुसार बिखु सङ्क्रान्ति तपाईको हृदयमा परेको छ। हृदयमा पर्नु भनेको, यसको फल भनेको तपाईको लागि धन लाभ हो। आर्थिक क्षेत्रमा उन्नति, प्रगति, आर्थिक क्षेत्रमा वृद्धि तपाईको लागि। हरिओम।